विशेष गरी भाद्र 23 र 24 को जेनजी युवा आन्दोलन पश्चात नेपालमा एउटा राजनीति परिवर्तन व्यापक रूपमा भयो र त्यति बेला विशेष गरी नेपालको राजनीतिक परिवर्तन सँगै देश चाहिँ एउटा निर्वाचनमा होमियो र निर्वाचन पछाडि एउटा अभूतपूर्व ढङ्गबाट एउटा नयाँ जनमतको चाहिँ जनताले दिएको अवस्था छ। त्यही अवस्थामा चाहिँ विशेष गरी नेपाली युवाहरूले चाहिँ हरेक दिनको एउटा रोजीरोटी र विशेष गरी जनजीविकाको सवालमा चाहिँ निकै ठुलो अपेक्षा गरिरहेको अवस्था छ र त्यसमा भर्खर एउटा बनेको सरकार एउटा 100 दिन मात्रै कटेको सरकारबाट देखिएको ढङ्गबाट केही कामको पहलकदमी पक्कै भइरहेको अवस्था छ। तर पनि विशेष गरी नेपाली युवाहरूले राखेको अपेक्षा भनेको चाहिँ यही देश र यही भूमिमा एउटा सानो भए पनि उद्यम गर्न पाउन्, आफ्नै एउटा माटोमा आफ्नै एउटा चाहिँ जमिनमा चाहिँ आफूले एउटा आफ्नो श्रम अथवा आफ्नो पसिना बगाउने एउटा अवस्था चाहिँ सिर्जना राज्यले गर्न सकियोस् र त्यसमा पनि विशेष गरी एउटा विश्वव्यापी रूपमा बढ्दै गइरहेको विविध खालका प्रतिस्पर्धात्मक अवसरहरूलाई हाम्रै भूमि र हाम्रै एउटा भूगोलबाट नै त्यो अवसरहरू चाहिँ ग्र्याब गर्न सकोस् भन्ने अपेक्षा चाहिँ विशेष गरी नेपाली युवा र जेनजीले अपेक्षा गरेको छ। त्यसतर्फ अलिअलि सरकार अगाडि बढ्न खोजिरहेको छ। अझै पनि हामीले त्यसलाई केही समय कुर्नुपर्छ। तर जनताको र विशेष गरी युवा जेनजीको चाहिँ निकै ठुलो अपेक्षा यो सरकारसँग र अहिलेको जनमतसँग चाहिँ राखेको अवस्था हामीले पाउन सक्छौँ। विशेष गरी अहिले भन्नुपर्दा यो देशको 36 वर्षको एउटा युवा नै चाहिँ प्रधानमन्त्रीको एउटा चाहिँ पद बहाली गरिरहनु भएको छ र अहिलेको क्याबिनेटमा मलाई लाग्छ राम्रो नम्बर्समा 9 जना भन्दा बढी चाहिँ युवाहरू नै यो देशको चाहिँ एउटा प्रतिनिधित्व गर्ने हिसाबमा एउटा मन्त्री परिषदमा पनि उहाँहरूले नेतृत्व गरिरहनु भएको छ र 60 भन्दा बढी नै युवाहरू आफै नै बिलो 40 वर्षका युवाहरू नै यो देशको चाहिँ एउटा चाहिँ संसदमा प्रतिनिधित्व गरिएको अवस्थामा चाहिँ जुन नीति तथा कार्यक्रम र बजेटले युवाको लागि समेट्नुपर्ने आशाती ढङ्गका कुराहरू चाहिँ आउन नसकेको कुरा यथार्थ हो। तर युवा चाहिँ कस्तो भन्दा क्रस कटिङ विषय भयो। युवा नै भनेर युवाकै विषयमा ठ्याक्कै कार्यक्रम यो युवा अभियान अथवा युवा गतिविधि युवा उद्यमशीलता भनी नआए पनि त युवा चाहिँ सबै कुराहरूमा जोडिने सबै विषयहरूमा चाहिँ कनेक्ट हुने भएको हिसाबले गर्दाखेरि चाहिँ चाहे त्यो एआई र इनोभेसनका कुरा होस्, चाहे त्यो विविध खालका चाहिँ सिप र प्रविधिका कुराहरू इनोभेसनका कुराहरूदेखिबाट अलिक नयाँ खालका जुन एउटा उद्यमशीलताका बाटोहरूमा जुन एउटा सरकारले आफ्नो नीति तथा कार्यक्रम र चाहिँ एउटा 100 पोइन्टमा जुन एउटा त्यो लिस्ट आउट गरेको छ त्यसमा युवालाई नामै अथवा विशेष युवा नै भनेर कोट नगरे तापनि त्यो युवालाई नै लक्षित गरेर आएको छ। तर युवाको चाहिँ विशेष गरी सवालमा लामो समय काम गरेको हिसाबले गर्दाखेरि चाहिँ एउटा वास्तविक एउटा रियालिटी भर्सेस एक्सपेक्टेसनमा चाहिँ काहीँ न काहीँ ग्याप छ। हामीले सोचे त निकै ठुलो थियो किनभने यो अहिले देश चाहिँ विशेष गरी पपुलेसन डिभिडेन्डमा छ, जनसङ्ख्यिक लाभमा छ जुन विश्वको कुनै पनि देशमा छैन। यो देशमा यस्तो ठुलो अवसर रहेको अवस्थाले गर्दा युवा नै प्रधानमन्त्री, युवा नै मन्त्री परिषदमा धेरै सङ्ख्यामा युवाको प्रतिनिधित्व, युवा नै सांसद भएको अवस्थामा चाहिँ ठुलो सङ्ख्यामा वान युथ वान स्किलका कुरादेखिबाट आइटी र इनोभेसन एआईका कुराहरू डिजिटल लिटरेसीका कुराहरूबाट चाहिँ नेपालकामै बसेर नेपालको भूगोलमा बसेर विश्वव्यापी रूपमा चाहिँ अवसरहरू लिन सक्ने एउटा चाहिँ त्यो गतिविधि त्यो खालको एउटा म्यान्डेट त्यो खालको कार्यक्रमहरू आउनुपर्ने हो। त्यो आउन नसकिने कुरा चाहिँ यथार्थ हो। तर हामीले अझै पनि यसलाई कसरी लिइरहेका छौँ भन्दा यी सबै विषय चाहिँ कहीँ न कहीँ युवासँग जोडिने युथ एउटा क्रस कटिङ इस्यु भएको भएर आशा चाहिँ अझै पनि छ। हामी अझै पनि यो सरकारलाई पूर्ण रूपमा समर्थन गरेर युवाहरूले अझ बढी एउटा एक्सपेक्टेड जुन गरिरहेको कुरा छ एक्सपेक्टेसन छ त्यो एक्सपेक्टेसनलाई सर्टेन 6 महिना 8 महिना 1 वर्षसम्मको एउटा ट्रायल पिरियडमा चाहिँ हामी लिन सक्यौँ भनेदेखि चाहिँ मलाई लाग्छ पक्कै नै सोचे जस्तो छ। तर अहिले आत्तिहाल्नुपर्ने निराशा भइहाल्नुपर्ने अवस्थामा चाहिँ हामी देख्दैनौँ अहिले वास्तवमा। त्यो चाहिँ वास्तवमा हामीसँग युवा जति सङ्ख्यामा आज वैदेशिक चाहिँ भूमिमा आफ्नो रोजीरोटी अथवा आफ्नो श्रम बेच्न बाध्य भइरहेका छन्, म्याक्सिमम युवाहरू विशेष गरी जो जाने श्रमिकहरू अनस्किल्ड नै छ। त्यसमा चाहिँ राज्यले एउटा न्यायोचित र यथाचित ढङ्गबाट एउटा प्र्याक्टिकल रूपमा ग्लोबली रूपमा चलेका ट्रेनहरूको स्किल्स चाहिँ दिएर पठाउन सक्यो भने उसँग एउटा राम्रोसँग एउटा डेन्जरस जोनमा बसेर काम गर्ने एउटा त्यो पनि हटेर जान्थ्यो, सँगै उसको इन्कमको रेसियो पनि बढ्थ्यो। त त्यसतर्फमा चाहिँ राज्य अलि पछाडि परेको छ। यसै सन्दर्भमा सन् 2014मा श्रीलङ्काको चाहिँ सरकारबाट र विशेष गरी पहलकदमी श्रीलङ्काबाट पहलकदमी लिएर संयुक्त राष्ट्र सङ्घले पनि विशेष गरी वर्ल्ड स्किल्स चाहिँ डेको रूपमा अगाडि लानुपर्छ भनेर जुलाई 15लाई विशेष गरी एउटा चाहिँ स्किल्स डेको रूपमा सेलिब्रेसन गर्न लागिरहेको छ। त्यति बेला चाहिँ कस्तो खालको चाहिँ एउटा चाहिँ अपेक्षा गरेका थियो भन्दा धेरै ठुलो सङ्ख्यामा श्रम बजारमा युवाहरू विश्वव्यापी रूपमा जाने
उनीहरूसँग काममा चाहिँ जाने भए तर सिपहरू स्किल्सहरू नहुनुको कारण गर्दाखेरि चाहिँ उनीहरू राम्रो ढङ्गबाट इन्कम गर्न नसकिरहेको अवस्था परिस्थिति सिर्जना भएको थियो। त्यो कुरोलाई एउटा चाहिँ मध्यनजर गरेर संयुक्त राष्ट्रसङ्घले पनि जुलाई 15लाई चाहिँ एउटा स्किल डेको रूपमा युथ स्किल डेको रूपमा मनाउने भनेर अगाडि लिएर गयो र विशेष गरी यो कोभिड पछाडिको अवस्था हेर्दाखेरि चाहिँ ग्लोबल एउटा